तपाईहरुलाई स्वागत छ। आज पनि हामी आइसकेका छौँ होइन। हामी चाहिँ हिँडिरहेका छौँ। अब यस्तो बाटो छ अनि हामी चाहिँ इभिनिङ वाक हो यो इभिनिङ वाक। अनि इभिनिङ वाकमा हामी चाहिँ अहिले हिँडिरहेका छौँ अनि हिँड्दै चाहिँ हामी चाहिँ के कस्तो हुन्छ तपाईहरुले नजारा हेर्नु होला। अब अरु के भन्नु छ हामीलाई के भन्नु छ अनि अगाडिपट्टि अब उ त्यहाँ फोहोर रहेछ अनि हामीलाई त्यहाँ फोहोर रहेछ। फोहोर यतातिर फोहोर भएको रहेछ। यता फोहोर भएको रहेछ। यो यस्तो फोहोरहरू यस्तो कचडा मचडा त्यहाँ केरा फालेको रहेछ। त्यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरू केरा फालेको रहेछ। तर यतातिर मलाई यो फोहोरहरू यता जथाभावीतिर अब धेरै ठाउँमा फोहोरहरू छ। यो फोहोरहरू नगरिदिनु होला भन्न चाहन्छु। हामी चाहिँ अहिले चाहिँ गेटाको लोकेसनमा रहेका छौँ। विमानस्थल जाने बाटोतिर रहेका छौँ। हामी चाहिँ अहिले वाक गरिरहेका छौँ अनि त्यहाँ अझै पनि रहेछ त्यहाँ केराको हो। तर यो हरेक ठाउँमा यो फोहोरहरूले गर्दा मानिसहरूलाई हानिकारक हुन्छ। मानिसहरूको स्वास्थ्यमा नराम्रो असर पर्छ। त्यही भएर सबैले फोहोर नफ्याँकिदिनु होला भन्न चाहन्छु। अनि चाहिँ अरू के भन्न चाहन्छु भने फोहोरलाई त्यही भएर सबैले फोहोर नफ्यालिदिनु होला। अनि यो फोहोरलाई झिल्लीमा या पोलिथिनमा राखेर तपाईँहरूले अब जब कि फोहोर फाल्ने ठाउँमा फाल्न सक्नुहुन्छ। जस्तै कि अब डस्टबिनहरू हुन्छन् त्यहीभित्र डस्टबिन कुराहरू हुन्छन्। तपाईँहरूले डस्टबिनमा पनि राख्न सक्नुहुन्छ तपाईँहरूलाई होइन। त्यो पनि एउटा बेस्ट कुरा हो। त्यो पनि हो तपाईँहरूले जसरी आफूले होइन जसरी आफूलाई सजिलो हुन्छ त्यही हिसाबले तपाईँहरूले फोहोरको व्यवस्था गर्नु होला है। अनि अगाडि चाहिँ यति बाटो छ अनि हाम्रो चाहिँ यति नै भन्ने हो होइन। अनि तपाईँहरूले फोहोर कतै पनि नगर्नु होला। यो हाम्रो चाहिँ अत्तरिया ओ भाइ हाम्रो यता चाहिँ अत्तरिया यो गेटा अनि धनगढी वासीहरू सबैहरूले अब कञ्चनपुर कैलाली अब सबै वासीहरूले कतै पनि फोहोर नफ्याँकिदिनु होला भन्न चाहन्छु। यो फोहोर फ्याँक्नु भएको छ भने तपाईँहरूले सही सलामत डस्टबिनमा राख्नु होला। सबैलाई धन्यवाद यति नै भन्न चाहन्छु तपाईँहरूलाई।